सिकाउनु भएको छ। उहाँले हामीलाई सिकाउनुहुनेछ। हामी सबैजना हुन त हामी कतिजना गाउँमा गएका छौँ र पनि जोडिनुभयो। धेरै धन्यवाद छ। म त आज हामी थोरै हुन्छ भनेर सोचेको। गाउँबाट पनि जोडिनु भएको छ। धन्यवाद छ। हामी प्रार्थना गरेर सुरु गर्नेछौँ। अनि हाम्रो पास्टर हरि जोडिँदै हुनुहुन्छ। उहाँ जोडिनुभयो भने उहाँले ट्रान्सलेसन गर्नुहुनेछ। अलिकति नेटको प्रब्लम। पास्टर हरि भाइ सुन्दै हुनुहुन्छ होइन? हामी प्रार्थना गरेर सुरु गर्नेछौँ। हामीलाई डिकन बिबीले यो सुरुको प्रार्थना गरिदिनेछ है। Let's we bow down and pray. Okay. Deacon Baby, he will pray. हामी प्रार्थना गर्नेछौँ। सर्वोच्चमा सिंहासन विराजमान हुने हाम्रा जीवित परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ जीवित अनि जिउँदो परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु। हामीहरूका आशा अनि भरोसाका परमेश्वर, पवित्र आत्मा परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु। आजको यो बाइबल अध्ययनमा पवित्र आत्मा परमेश्वर तपाईँले हामीलाई तपाईँको उपस्थिति अगुवाई प्रभु यो अनलाइन अध्ययनमा प्रभु दिनुभएको होस्। अनि तपाईँका वचन अनि गहिरा गुप्त कुरा रहस्यका कुराहरूलाई प्रभु बुझ्ने त्यो सामर्थ्य अनि शक्ति प्रभु तपाईँले हामी प्रत्येकलाई दिनुभएको होस् प्रभु। आफ्नो सिकाउने दासको साथमा तपाईँ भएर प्रभु तपाईँले अगुवाई दिनुहोस् पिता परमेश्वर। हामी जतिन्जेल अध्ययन गर्दछौँ पवित्र आत्मा परमेश्वर तपाईँको उपस्थितिद्वारा प्रभु हामीलाई सिकाउनु भएको होस् भन्ने यो क्लासलाई तपाईँको हातमा राख्दै बिन्ती अनि प्रार्थना गर्दै आशिष माग्छौँ प्यारे प्रभु येशू क्रिस्टको नाममा आमेन। Now this time I would like to give Pastor Tom and he will introduce today our guest. Thank you, Gopi. And today we have a special guest with us, Dr. Lee Tai. And Dr. Lee is an old friend of mine. We were in college ministry together. And go ahead. आज हामीसँग चाहिँ डाक्टर ले थाई हुनुहुन्छ। उहाँ चाहिँ मेरो एउटा कलेजको साथी हुनुहुन्छ। हामी लामो समय हामी कलेजमा सँगै मिनिस्ट्री गर्थ्यौँ। And Dr. Lee is a retired medical doctor and he now teaches seminary. उहाँ चाहिँ डाक्टर पनि मेडिकल डाक्टर है, उपचार गर्ने मेडिकल डाक्टर हुनुहुन्छ। अनि उहाँ चाहिँ अहिले रिटायर भएर एउटा टिचिङ पेसामा अध्यापन पेसा चाहिँ गरिराख्नु भएको छ है। उहाँ चाहिँ मेडिकल डाक्टर हुनुहुन्छ। And in his retirement, he has written a couple of books. उहाँले चाहिँ एउटा आफू एउटा अवकाश प्राप्त गर्दै हुँदाखेरि उहाँले थुप्रै किताबहरू पनि उहाँले लेखिसक्नु भएको छ डाक्टर लेथाईले। So next week I'm going to be traveling and I won't be able to, I may or may not be able to attend. So I've asked Dr. Lee and he's graciously accepted to teach this group. अर्को हप्ता चाहिँ म यात्रामा हुने भएको कारणले गर्दा म यो क्लासलाई कन्टिन्यू गर्न सक्दिनँ। तर हामीहरूको निमन्त्रणालाई चाहिँ एकदमै हृदयबाटै स्वीकार गरेर डाक्टर लेथाईले चाहिँ यो क्लास लिनुहुनेछ। And Dr. Lee, would you like to say a few words? Turn the audio back on. All right. Yeah. So I will be with you all for the next, starting next week, I'll be for 4 sessions. So same time, 7:45 p.m. your time on Tuesday. उहाँले चाहिँ अर्को हप्ता एउटा क्लासको लागि हुनुहुनेछ। अनि यही समयमा हैन, यही के अरे 7:45 7:40 मा उहाँले लिनुहुनेछ। So basically same time, same day, same time for the next 4 weeks. अर्को हप्तादेखि यही समयमा यही दिनमा उहाँले क्लास लिनुहुनेछ। I will send Gopi the PowerPoint ahead of time so he can send to you all beforehand so you can look at it. उहाँले चाहिँ त्यो पाठको चाहिँ पावर पोइन्ट पठाउनु हुनेछ। उहाँले इमेल दिनुभएको छ अनि हामी त्यो तपाईहरुले पनि हेर्न सक्नुहुनेछ। So if you have any questions, then by all means ask during the sessions. अनि तपाईसँग त्यतिखेर केही प्रश्नहरू भयो भने चाहिँ है त्यो कक्षाको समयमा सोध्न सक्नुहुनेछ। Well, thank you. We'll see you next week. So I shut the audio off now.
उहाँले चाहिँ अर्को हप्ता चाहिँ Dr. Lee क्लास has a very interesting topic I think you can all relate to. It's the problem with evil. उहाँसँग चाहिँ एकदमै राम्रो एउटा विषयवस्तु छ मेडिकल डाक्टर भए पनि उहाँले चाहिँ एउटा दुष्ट आत्मा एउटा त्यो सम्बन्धको एउटा विषयहरू उहाँले हेर्नुहुन्छ So y'all come and I think you'll find it very practical and something you can apply to your life every day. अनि हरेक दिन त्यो चाहिँ वास्तवमा त्यो सब विषय चाहिँ हामीलाई हरेक दिनको लागि एउटा व्यवहारिक विषयवस्तु हुनेछ Well, last week I did an introduction to the Jewish roots of the Christianity. यहाँ pastor तपाईले यो गर्नुस् न ल and today Yeah. that Pastor Hari he will translate to us And I'm going to and basically the Jewish roots are illustrated. Paul did a really good job of illustrating this in Romans 11. He used the illustration of an olive tree. मैले गर्ने हो गुरुबा हेलो सुनिरहेको छ मेरो Can everybody see this? सुनिराखेको छ गर्नुस् न या we are ready ढोका लगाइदियो विशेष गरी यो रोमी 11 अध्यायमा चाहिँ यहाँ इजरायलीहरूको के भन्छ एउटा जराको बारेमा चाहिँ त्यहाँ कुरा गरिएको छ And Hari, would you read this verse for us? Which verse? At Romans 11:16 through 17. रोमी 11 को 16 र 17 हामी पढौँ ल Can you see the picture? Yeah, we can Okay. see. रोमी 11 को 16 र 17 लाई हामी पढौँ न ल सोह्र र 17 यसरी यहाँ लेखिएको छ यदि मुछेको पिठोको एक अंश प्रथम भेटीको रूपमा अर्पण गरिएको छ भने समस्त ढिका पवित्र हुन्छ यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन् तर यदि कुनै हाँगाहरू काटिएर असल जैतुनको जराको रस भण्डारमा सहभागी हुनलाई तिमी एक जंगली जैतुन भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियो भने Yeah, we read. Thank you. So the roots, they look into the past and the branches look to the future. So who are the roots and who are the branches? अनि जराले चाहिँ विगतको कुरालाई चाहिँ देखाउँछ भने अनि हाँगाहरूले चाहिँ वर्तमानको कुरालाई देखाउँछ अनि यसको अर्थ चाहिँ हैन हाँगाहरूलाई र त्यो जरालाई चाहिँ केसँग तुलना गर्न सकिन्छ त हैन हाँगाहरू चाहिँ को हुन् र जरा चाहिँ को हुन् त So the branches is Israel, the Jewish people. अनि त्यो हाँगाहरू चाहिँ इजरायल अथवा यहुदी जातिहरू भनेर संकेत गरिन्छ And the roots is Abraham. अनि त्यो जरा चाहिँ अब्राहम भनेर चाहिँ संकेत गरिन्छ Remember, Abraham was called out from his Mesopotamian society to leave his country and become a new nation. अनि अब्राहमलाई चाहिँ त्यो मेसोपोटामिया भन्ने त्यो एउटा सभ्यताबाट चाहिँ निकालिएको बोलाइएको व्यक्ति हुनुहुन्छ So Abraham is the father of the Jewish nation. अनि अब्राहम चाहिँ यहुदी जातिको चाहिँ पिता भनेर चाहिँ चिनिन्छ And the entire Old Testament is directed toward the Jews. अनि यसकारणले हामीले भन्न सक्छौं कि पुरानो करारको समस्त पुस्तकहरू चाहिँ यहुदी जातिको बारेमा लेखिएको छ यहुदी जातिहरूको विषयमा But the Jewish people, they
kind of went their own way. They went astray. And when the Messiah arrived, they didn't recognize him. अनि यहुदी जातिहरू चाहिँ विभिन्न ठाउँहरूमा विभिन्न देशहरूमा तितर बितर भएका थिए। अनि जब उनीहरूको एउटा के भन्छ एउटा प्रतिज्ञा गरिएको मसिहा आउनुभयो, तर उनीहरूले त्यो आफ्नै जातिले चाहिँ त्यो उद्धारकर्ता मसिहालाई चाहिँ चिनेनन्। But it's Paul is saying that some of the branches are broken off. What happened to the Jews? अनि पावलले भन्दछ कि हाँगाहरू चाहिँ होइन भाँचियो, होइन त्यो चाहिँ एउटा हराएको एउटा यहुदी अथवा इजरायल भनेर भनिन्छ। So some of the Jews believed, all the apostles were Jews, they believed in Jesus as the Messiah. अनि केही व्यक्तिहरू अथवा यहुदीहरूले चाहिँ येशू चाहिँ मसीह हो भनेर चाहिँ विश्वास गरे। And the others rejected Jesus as the Messiah, and they were cut off from their inheritance. अनि कतिजना चाहिँ कतिले चाहिँ जस्तै येशूलाई अथवा मसीहलाई चाहिँ विश्वास गरेनन्, चिनेनन्। उनीहरू चाहिँ एउटा होइन एउटा हाँगाबाट चाहिँ छुटिएको के भन्छ एउटा रुखबाट चाहिँ छुटिएको हाँगा जस्तै भए। The inheritance is the kingdom. होइन उनीहरू चाहिँ एउटा परमेश्वरको राज्य, होइन राज्यको त्यो के भन्छ एउटा उत्तराधिकार चाहिँ हुन चाहिँ इन्कार गरे, अथवा उनीहरूले हुन पाएनन्। It also includes all the blessings that God had given to them. अनि जतिजनाले चाहिँ येशूलाई चाहिँ होइन मसीहाको रूपमा विश्वास गरे, अनि उनीहरूलाई चाहिँ परमेश्वरको त्यो राज्यको अधिकार दिएको कुराहरू हामी पाउँछौँ, होइन त्यो आशिषको कुराहरू। And because of their rejection, they lost the land and they lost God's blessings. अनि उनीहरूले चाहिँ होइन एउटा त्यो के भन्छ मसीहलाई चाहिँ इन्कार गरेको कारणले गर्दाखेरि उनीहरूले चाहिँ आफ्नो उत्तराधिकारलाई चाहिँ गुमाए, होइन उनीहरू चाहिँ आशिषको एउटा आशिष पनि उनीहरूले गुमाएको हामी देख्छौँ। And Hari, would you read verses 19 and 21? Same chapter, Romans 11, 19 to 21. हामी त्यही 11 अध्यायको 19 देखि 21 सम्म हामी हेरौँ। 11 अध्यायको 19, 20 र 21। तिमी भन्नेछौ म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए। ठिकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरू चाहिँ तिम्रो विश्वासले मात्र खडा छौ, घमण्ड नगर, तर श्राद्धपूर्ण भए राख। किनभने यदि परमेश्वरको स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नु भएन भने त तिमीहरूलाई पनि बाँकी राख्नु हुने छैन। So the blessings of Abraham are rebranded as Judeo-Christian. अनि अब्राहमलाई प्रतिज्ञा गरेको त्यो आशिष चाहिँ होइन अहिलेको नयाँ क्रिस्चियनहरूलाई, होइन येशूमा विश्वास गर्ने के भन्छ एउटा यहुदियन क्रिस्चियनहरूलाई चाहिँ होइन त्यो आशिष चाहिँ दिएको छ। So God has now adopted the Gentile people into Israel. अनि परमेश्वरले चाहिँ येशू ख्रीष्टद्वारा चाहिँ अन्य जाति विश्वासीहरूलाई, होइन गैर यहुदी विश्वासीहरूलाई चाहिँ उहाँको सन्तानको रूपमा, होइन धर्मपुत्रको रूपमा चाहिँ इजरायल एउटा देश भन्ने होइन इजरायल जातिमा चाहिँ समावेश गर्नुभएको छ। So we are now part of the branches of this olive tree. अनि अब चाहिँ हामी चाहिँ यो रुखको चाहिँ होइन हाँगाहरूको रूपमा, होइन एउटा परमेश्वरको त्यो आशिषको रूपमा हामी पनि त्यो रुखको हाँगामा चाहिँ सामेल भएको छ, होइन सामाहित भएका छौँ। But Paul warns us not to be arrogant. अनि यसै कारणले पावलले चाहिँ हामीलाई चाहिँ होइन एउटा घमण्डी जस्तो नहुनको लागि चाहिँ यहाँ चेतावनी दिनुहुन्छ। He says, if God cuts off the natural branches because of their unbelief, he will also cut off the
the adopted branches, the grafted उम्, branches. अनि यहाँ चाहिँ पावलले भन्दछ यदि परमेश्वरले चाहिँ स्वाभाविक हाँगाहरूलाई बाँकी नराखिकन काट्नुहुन्छ भने त्यो कलमी गरिएको हाँगालाई पनि उहाँले काट्न सक्नुहुन्छ। यस कारणले हामी चाहिँ घमण्ड नगर्नु होइन गर्नु हुँदैन भन्ने कुरा चाहिँ पावलले भन्नुहुन्छ। So we all receive our spiritual food through the roots of Abraham. अनि अब्राहम चाहिँ एउटा जराको रूपमा चाहिँ हामीलाई चाहिने सबै आत्मिकी त्यो पोषणहरू चाहिँ भोजन चाहिँ त्यो जराबाट नै हामीले प्राप्त गर्न सक्छौँ, जुन चाहिँ अब्राहमबाट आउँदछ। Hold on a minute, guys. Now, today I'm going to introduce you to the covenants that God has made with humanity. Sorry, once again. And through Abraham, God made a special covenant, but there are covenants before Abraham also. अनि परमेश्वरले चाहिँ त्यो विशेष खालको एउटा करार चाहिँ अब्राहमसँग बाँध्नु भएको थियो। And Hari, would you read Hebrews chapter 13, verse 20 to 21? हामी हिब्रू 13 को 21 र 22 लाई हामी पढ्नेछौँ। हिब्रू 13 को 13 को एकजनाले पढ्नुस् न। 13 को 21 र 22। तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारुन् र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक, जे परमेश्वरलाई मन पर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूलाई गरून्। उहाँको महिमा युगान्त भइरहोस्। आमेन। भाइहरू हो, म तिमीहरूलाई निवेदन गर्छु कि मेरो अर्तीको कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु। हिब्रू 13 को 21 र 22 हैन? त्यही भनेको होला। So Jesus is called the great shepherd and the everlasting covenant. अनि 20 देखि चाहिँ रहेछ के अरे येशू चाहिँ महान गोठालोको रूपमा चाहिँ हैन कहलाएको छैन। येशूलाई चाहिँ महान गोठालोको रूपमा चाहिँ हामी देख्न सक्छौं। And this covenant is guaranteed through the blood of Jesus. अनि त्यो अनन्तको करार चाहिँ येशू ख्रीष्टको त्यो रगतद्वारा चाहिँ हैन एउटा के भन्ने त्यसलाई एउटा प्रमाणित गरिएको छ। So we see that all the covenants that God has made are guaranteed by blood. अनि परमेश्वरले चाहिँ जति पनि करारहरू चाहिँ स्थापित गर्नु भएको थियो त्यो करार चाहिँ उहाँले रगतद्वारा चाहिँ हैन प्रमाणित गर्नु भएको कुरा अथवा के भन्छ एउटा निश्चित गर्नु भएको चाहिँ हामीले बाइबलमा हामी पाउँछौं। So God's kindness, he promised to himself before creation a plan of redemption. अनि यो एउटा मुक्तिको एउटा उद्धारको यो योजना चाहिँ परमेश्वरले चाहिँ सुरुदेखि नै हैन अनन्तदेखि नै यो योजना गर्नु भएको थियो। अब उता जाऊ मन्ता। It was a redemption of creation and an inheritance, the earth, with Jesus as king. अनि येशू चाहिँ हैन एउटा राजाको रूपमा चाहिँ उहाँको एउटा साझै हकदारको रूपमा हैन हामीले पनि त्यो एउटा आशिष चाहिँ पाउँछौं भन्ने कुरा। Now, God's covenants are all earthly, that is, they're physical, tangible. अनि परमेश्वरको यो करार चाहिँ हैन आत्मिकी भन्दा पनि देखिने तवरले हैन एउटा भौतिक रूपमा नै पूरा हुने प्रकारले चाहिँ उहाँले करार बाँध्नु भएको, स्थापित गर्नु भएको छ। For example, Jesus redeems us from an empty life to an abundant life. अनि उदाहरणको लागि चाहिँ प्रभु येशूले चाहिँ हैन एउटा रुखो अथवा एउटा एकदमै खाली शून्यताको जीवनबाट हामीलाई चाहिँ एउटा प्रशस्तताको
भरपुरीको जीवन दिने प्रतिज्ञा गर्नुभएको। He redeems us in the present as well as in the future. अनि उहाँले हामीलाई चाहिँ होइन एउटा प्रशस्तताको आशिष चाहिँ हामीलाई वर्तमानमा भविष्यमा चाहिँ दिन सक्नुहुने होइन त्यो प्रतिज्ञा चाहिँ हामीलाई दिनुभएको छ। Now, God's first covenant was with Adam. अनि परमेश्वरको पहिलो करार चाहिँ आदमसँग गर्नुभएको थियो। Adam was to rule the earth. He was to be God's manager of creation for the glory of God. अनि आदमले चाहिँ परमेश्वरको त्यो सृष्टिलाई होइन त्यो अदनको बगैँचालाई चाहिँ गोडमेल गर्ने हेरचाह गर्ने अनि संसारमा भएको कुराहरूलाई चाहिँ एउटा अधीन गर्ने ती सबै कुरा चाहिँ परमेश्वरको महिमाको लागि उसले गर्नु पर्थ्यो। But there was a great disruption. अनि त्यहाँ चाहिँ एउटा ठुलो एउटा होइन त्यहाँ अर्कै खालको एउटा त्यो भयो होइन अनाज्ञाकारिताको कुराहरूले गर्दा त्यहाँ चाहिँ त्यो कुरा चाहिँ भताभुङ्ग भएको हामी देख्छौँ। So Eve is tempted by Satan, who wants to usurp God by breaking God's bond with Adam and Eve. अनि त्यहाँ चाहिँ एउटा होइन शैतानले चाहिँ त्यहाँ उनीहरूलाई छल गरेको कुराहरू हामी देख्न सक्छौँ। उनीहरूले चाहिँ एउटा परमेश्वरको एउटा आज्ञा उल्लङ्घन गर्ने कुराहरू चाहिँ त्यहाँ भएको हामी देख्छौँ। Consequently, Adam and Eve lost their glorious covering, and then they attempted to cover themselves with fig leaves. अनि उनीहरूले चाहिँ जब परमेश्वरको अनाज्ञाकारी भएर पाप गरे अनि उनीहरूले चाहिँ परमेश्वरको त्यो एउटा महिमित होइन त्यो उपस्थितिबाट चाहिँ उनीहरू एउटा अर्कै होइन त्यहाँ चाहिँ एउटा उनीहरू त्यो एउटा परमेश्वरको उपस्थितिबाट चाहिँ उनीहरू चाहिँ अलग गरियो अनि उनीहरू चाहिँ एउटा श्रममा चाहिँ होइन लाजमा चाहिँ जिउनु पर्ने अवस्था डरमा। And then they hid themselves because they were ashamed. They hid themselves from God. अनि उनीहरू चाहिँ लाजले गर्दा परमेश्वरबाट उनीहरू लुके होइन भागे। Okay, Hari, would you read Genesis 3:15? 3:15 हामी पढौँ त उत्पत्ति 3:15। उत्पत्ति 3:15 एकजना जसले भेट्छ त्यसले पढिहाल्नुहोस् त। तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस्। Now, the seed of woman refers to a deliverer who will be bruised, but he will be victorious over Satan. अनि यहाँ चाहिँ होइन एउटा स्त्रीको सन्तान चाहिँ त्यहाँ होइन सन्तानले चाहिँ के गरेछ के भन्छ शिर कुल्चनेछ अनि ऊ चाहिँ शैतानमाथि विजय हुनेछ भनेर यहाँ चाहिँ अगमबानी गरिएको छ भरिएको छ। The whole environment is suddenly changed because God curses the earth. अनि त्यहाँ होइन सबै एउटा के भन्छ एउटा वातावरण चाहिँ त्यहाँ परिवर्तन भएको छ। And they are separated from the fellowship with God. अनि त्यहाँ चाहिँ परमेश्वरको एउटा प्रेमिलो सम्बन्धबाट पवित्र सम्बन्धबाट चाहिँ उनीहरू चाहिँ अलग भएको कुराहरू छ त्यहाँ है परमेश्वरको उपस्थिति त्यहाँ छैन। Now, when Eve had given birth to her first son, Cain, she thought maybe he will be the deliverer. अनि हब्बाले चाहिँ आफ्नो पहिलो सन्तान होइन जन्माइन् कैन अनि उनले चाहिँ उनै होला उद्धारकर्ता होइन उनै होला डेलिभर गर्ने हामीलाई छुटकारा दिने चाहिँ उनै होला भनेर सोचे होला। Now, when Cain and the younger brother's son are introduced, they are adults worshiping God. अनि त्यो एउटा होइन कैन र हाबिलको कुराहरू त्यहाँ हामी देख्न सक्छौँ अनि उनीहरू चाहिँ आफ्नै आफ्नै प्रकारले परमेश्वरलाई चाहिँ आराधना गर्ने कुराहरू होइन एउटा भेटी चढाउने कुराहरू गर्थे। And God rejects Cain's sacrifice, but accepts Abel's sacrifice. So Cain becomes jealous and he murders his brother. अनि कैनले चाहिँ चढाएको होइन भेटीलाई चाहिँ परमेश्वरले अस्वीकार गर्नुभएको थियो अनि
उसको भाइ हाबिलले चढाएको भेटीलाई परमेश्वरले ग्रहण गर्नुभयो अनि त्यो कुराहरूले गर्दाखेरि चाहिँ कयन चाहिँ आफ्नो भाइप्रति चाहिँ एकदमै डाही भएर उसले चाहिँ आफ्नो भाइलाई चाहिँ हत्या गर्यो। So obviously Cain is not the deliverer. अनि वास्तवमै कयन चाहिँ हैन त्यो पापबाट चाहिँ छुटकारा दिने चाहिँ एउटा त्यो व्यक्ति थिएन त्यहाँ। Now Abel's sacrifice was a blood sacrifice, whereas Cain's sacrifice was a grain sacrifice. अनि कयनले चढाएको त्यो भेटी अथवा बलिदान चाहिँ अन्नको थियो भने हाबिलले चढाएको चाहिँ हैन एउटा के भन्छ एउटा पशुको बलि थियो हैन। पशु भने चाहिँ भेडा थुमाको त्यहाँ ब्लड चाहिँ थियो, रगत चाहिँ थियो। See, God has required a blood sacrifice. अनि परमेश्वरले चाहिँ रगतको बलिदान चाहिँ चाहनु भएको थियो, मन पराउनु भएको थियो। And Adam and Eve covered themselves with fig leaves, but God, he sacrificed an animal and he took the skins and made a covering for them. अनि जब आदम र हव्वाले पाप गरेका थिए उनीहरूले पाप गर्ने बित्तिकै उनीहरूले चाहिँ विभिन्न हैन त्यो के भन्छ पातहरू सिलाएर चाहिँ कपडा बनाएको थियो, उनीहरूले ढाकेका थिए शिर। तर परमेश्वरले चाहिँ कुनै जनावरको चाहिँ हैन अब बलि चढाएर बलि दिएर चाहिँ उनीहरूलाई चाहिँ एउटा उनीहरूको छाला चाहिँ छालाले चाहिँ उनीहरूको त्यो लाजलाई चाहिँ ढाकिदिनु भएको थियो। So blood is the essence of life, and God uses blood to as his guarantee of his covenants. अनि यहाँ हामीले यसरी हेर्न सकिन्छ कि रगतमा चाहिँ हैन जीवनको हुन्छ भन्ने कुराहरू अनि परमेश्वरले चाहिँ त्यही रगतलाई नै प्रयोग गर्नुभयो हैन। अनि उहाँले चाहिँ त्यो करार चाहिँ स्थापित गर्नुभयो। When we get to Genesis 6, we find that all humanity and the animal kingdom had become so corrupt that God has to destroy all of life. अनि हामी जब 6 अध्यायमा हामी आउँदछौँ अनि त्यहाँ चाहिँ यस्तो एउटा देख्छौँ हैन। त्यहाँ चाहिँ कुनै पनि मानिसहरू चाहिँ धर्मी देख्नु भएन परमेश्वरले। त्यहाँ चाहिँ यति धेरै मानिसहरू दुष्ट भयो अनि परमेश्वरले सबै मानिसहरूलाई चाहिँ नाश गर्ने त्यहाँ हैन एउटा निर्णय गर्नुभएको छ। But Noah, he found favor with God. तर नोआले चाहिँ परमेश्वरबाट चाहिँ अनुग्रह कृपा पाए। And he used Noah to continue life and fulfill the everlasting covenant. अनि परमेश्वरले चाहिँ नोआद्वारा चाहिँ उहाँको त्यो अनन्तको करार चाहिँ पुरा गर्ने एउटा अठोट अथवा प्रतिज्ञा गर्नुभयो। After the waters had receded and the earth had dried up, the first thing Noah did was offer a blood sacrifice. अनि जब त्यो जल प्रलयहरूको पानी चाहिँ सुके अनि उनीहरू चाहिँ त्यो महामारीबाट जोगिएर जब नोआले चाहिँ हैन एउटा पहिलो बलिदान चाहिँ उसले के भन्छ थुमाको रगत हैन त्यहाँ बलिदान चढाएको हामी देख्छौँ। This is Genesis 8:20 and 21. अनि यो चाहिँ 8 को 28। And then God promises to never destroy the earth by water again. अनि परमेश्वरले चाहिँ नोआलाई चाहिँ यसरी प्रतिज्ञा गर्नु अब चाहिँ म चाहिँ जल प्रलयद्वारा चाहिँ म कहिले पनि मानिसहरूलाई चाहिँ नष्ट गर्दिन भनेर चाहिँ उहाँले नोआसँग चाहिँ करार बाँध्नु। And this is an unconditional promise that God makes to Noah. यो चाहिँ हैन एउटा कुनै शर्त सहितको कुनै पनि शर्त बिनाको एउटा करार चाहिँ अब्राहमले नोआसँग बाँध्नु भएको थियो। Now, God doesn't, consult with Noah. He doesn't negotiate with Noah. This is a promise that God makes to himself that he's not going to destroy the earth again by water. अनि यो चाहिँ परमेश्वरले चाहिँ नोआसँग चाहिँ कुनै पनि हैन शर्त नराखिकन चाहिँ करार बाँध्नु भएको थियो। अबदेखि म चाहिँ मानव जातिलाई चाहिँ कुनै पनि जल प्रलयद्वारा चाहिँ कहिले पनि नाश गर्ने छैन भनेर चाहिँ निष्पक्ष रूपमा चाहिँ निस्वार्थ रूपमा चाहिँ करार बाँध्नु भएको थियो। And he instructs Noah in how to govern his family and his people. अनि नोआलाई चाहिँ परमेश्वरले चाहिँ
आफ्नो परिवारलाई आफ्नो समुदायलाई चाहिँ कसरी चाहिँ हैन एउटा अगुवाई गर्ने रुल गर्ने भनेर चाहिँ त्यहाँ दिनुभएको थियो। And God puts a rainbow in the sky as a sign of his promise. मलाई अलिकति त्यहाँ छोरोले डिस्टर्ब गरिरहेको थियो एकैछिन ल। Yeah, God Bamita, puts a rainbow. just give me 1 second, please. Let me know when you're ready. For interruption, yeah. Okay. So God gives the rainbow in the sky as a sign of his promise that he would never destroy it by water again. अनि परमेश्वरले चाहिँ नोआलाई चाहिँ हैन त्यो इन्द्रेणी चाहिँ आकाशमा फिजाइदिनु भयो। अनि त्यो चाहिँ एउटा म चाहिँ संसारलाई अबदेखि कहिले पनि पानीले नष्ट गर्दिन भनेर चाहिँ हैन एउटा प्रतिज्ञा गर्नुभएको, करार बाँध्नुभएको त्यो एउटा प्रमाण हैन उहाँले चाहिँ त्यो के भन्छ इन्द्रेणीलाई चाहिँ त्यहाँ राखिदिनु भयो। And it's an unconditional promise to bless mankind. अनि त्यो चाहिँ मानिसहरूलाई चाहिँ परमेश्वरले आशिष दिने एउटा हैन निस्वार्थ प्रकारको एउटा करार थियो, प्रतिज्ञा थियो। Now we get to Genesis chapter 12. There's a major turning point. जब हामी उत्पत्ति 12 अध्यायमा आउँछौँ त्यहाँ चाहिँ एउटा यस्तो खालको एउटा हैन टर्निङ पोइन्ट हैन त्यो एउटा यस्तो खालको एउटा घटनाक्रम छ। The God's written word, his book, it comes to us through the descendants of Abraham. अनि उहाँ चाहिँ अब्राहमका चाहिँ देखा पर्नु भएको कुरा छ हैन। उरमा चाहिँ अब्राहमलाई चाहिँ उहाँ हैन उहाँले बोलाउनु भएको घटना छ हामी देख्न सक्छौं। King David is a descendant of Abraham. अनि दाउद चाहिँ अब्राहमको वंशबाट आउनु भएको थियो। And Christ is a descendant of King David. अनि येशू ख्रीष्ट चाहिँ दाउदको वंशबाट आउनु भएको राजा थिए। And God's kingdom is established through the roots of David. अनि परमेश्वरको त्यो राज्य चाहिँ हैन दाउदको वंशबाट चाहिँ स्थापित भएको हामी देख्न सक्छौं। In Revelations 22:16 and I think it's Isaiah 9:7, Jesus will sit on the throne of David. अनि हामीले प्रकाश 22 अध्यायमा पनि हामीले त्यहाँ देख्न सक्छौं येशू ख्रीष्ट चाहिँ दाउदको त्यो सिंहासनमा चाहिँ बस्नु भएको छ भन्ने कुरा चाहिँ हामी त्यहाँ पाउँछौं। So we see that the future, the branches all come from the roots of Abraham. अनि त्यो सबै हाँगाहरू चाहिँ हैन एउटा अब्राहमको त्यो वंश अब्राहमको त्यो जराबाट चाहिँ आएको भनेर हामी त्यहाँ देख्न सक्छौं। Now in Genesis 12, God says to Abraham to leave your family, leave your father's home, and I'm taking you to a new land. अनि परमेश्वरले चाहिँ अब्राहमलाई चाहिँ 12 अध्यायमा जब हामी देख्छौं त्यहाँ चाहिँ यसरी भन्नुहुन्छ तेरो देश र तेरो कुटुम्बलाई र तेरो पिताको घरलाई छोडेर तँ चाहिँ त्यो देशमा जा जुन देश चाहिँ म तँलाई देखाउँछु भनेर चाहिँ उहाँले त्यसरी भन्नुभएको थियो। And he promises Abraham that he will make him into a great nation. अनि अब्राहमलाई चाहिँ परमेश्वरले चाहिँ म तिमीलाई चाहिँ ठुलो जाति हैन तिमीलाई तँबाट चाहिँ ठुलो जाति खडा गर्नेछु भनेर चाहिँ प्रतिज्ञा गर्नुभएको छ। And he says, I will bless those who bless you and I will curse those who curse you. अनि उहाँले यसरी भन्नुभयो तँलाई आशिष दिनेलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेलाई म श्राप दिनेछु भनेर उहाँले प्रतिज्ञा गर्नुभयो। And he says, all the families of the earth shall be blessed through Abraham. अनि संसारको सबै जातिका मानिसहरूले चाहिँ अब्राहमद्वारा नै आशिष पाउनेछन् भनेर भन्छ।
This is Genesis 12, 1 through 3. अनि यो चाहिँ उत्पत्ति 12 को 1 देखि 3 मा लेखिएको छ। So God will give Abraham descendants, their own land. अनि अब्राहमलाई चाहिँ परमेश्वरले चाहिँ हैन आफ्नै एउटा जाति दिनुहुनेछ। He will give Abraham many children and make his descendants into a great nation. अनि अब्राहमद्वारा नै धेरै सन्तानहरू धेरै हैन एउटा परिवारहरू चाहिँ उहाँले दिने प्रतिज्ञा गर्नुभयो। God will bless those who bless Abraham and curse those who curse him. परमेश्वरले चाहिँ अब्राहमलाई आशिष दिनलाई आशिष दिनुहुने र अब्राहमलाई श्राप दिनलाई श्राप दिने त्यहाँ भन्नुभएको छ। This covenant that God makes is unconditional. अनि परमेश्वरले अब्राहमसँग गर्नुभएको यो प्रतिज्ञा पनि एउटा हैन कुनै पनि एउटा स्वार्थ बिनाको प्रतिज्ञा थियो। It is guaranteed to happen. अनि यो चाहिँ हुन्छ नै भनेर उहाँले प्रतिज्ञा ग्यारेन्टी गर्नुभएको छ। But the blessings that the people experience are conditional. तर जुन आशिष चाहिँ उनीहरूले अनुभव गरे त्यो चाहिँ स्वार्थ सहितको छ हैन कन्डिसन छ त्यसमा चाहिँ। So for the descendants of Abraham to experience God's blessing, they have to be obedient. अनि जो व्यक्ति चाहिँ अब्राहमको आशिष चाहिँ योग्य हैन पाउने योग्यको बन्न चाहन्छ उसले चाहिँ हैन यो आज्ञा पालन चाहिँ गर्नुपर्ने हुन्छ। Now, Abraham's grandson Jacob, he migrates to Egypt, and in Egypt they spend 400 years and become a great nation. अनि अब्राहमको नाति हैन इसाक चाहिँ मिश्र देशमा चाहिँ हैन एउटा के भन्यो एउटा मिश्र देशमा चाहिँ जानु पर्यो माइग्रेट भएर। So while they're in Egypt, they become slaves to a new Pharaoh. अनि जब उनीहरू चाहिँ हैन इसाकको छोराहरू चाहिँ जब मिश्र देशमा गए उनीहरू चाहिँ मिश्र देशमा चाहिँ उनीहरूको हैन फारोको चाहिँ दासहरू भए दासीहरू भए। And God redeems them through a Passover lamb. अनि परमेश्वरले चाहिँ त्यो दासत्वबाट चाहिँ उनीहरूलाई छुटकारा दिनको लागि चाहिँ त्यहाँ एउटा हैन निस्तार चाडको थुमा हैन त्यहाँ बलि चढाउनु पर्ने हैन त्यो खालको प्रथा भयो त्यहाँ। This Passover lamb is a foreshadowing or a preview of the everlasting Passover lamb. अनि जब उनीहरूले चाहिँ त्यो एउटा मिश्र देशबाट छुटकारा दिँदाखेरि चाहिँ परमेश्वरले चाहिँ एउटा निस्तार चाडको थुमाको त्यहाँ बलिदानको कुराहरू दिनुभएको थियो। त्यो चाहिँ परमेश्वरले चाहिँ हैन इजरायलीहरूलाई चाहिँ गर्नुभएको त्यो अनन्तको करारको चाहिँ एउटा छाया हो। And through Moses, God renews his covenant with Abraham through Moses using the Torah. अनि परमेश्वरले चाहिँ मोसाद्वारा चाहिँ अब्राहमलाई दिएको त्यो करारलाई चाहिँ हैन फेरि एउटा के भन्ने एउटा नवीकरण गर्नुभएको छ हैन त्यो चाहिँ एउटा व्यवस्थाको पुस्तकमा चाहिँ हामी देख्न सक्छौं हैन अर्को व्यवस्था चाहिँ त्यहाँ इजरायलीहरूलाई चाहिँ दिनुभएको छ त्यहाँ। So these Hebrews were ordained or they were appointed to be God's priest to the world. अनि त्यो हिब्रू जातिहरू अथवा त्यो इजरायलीहरू चाहिँ परमेश्वरले चुनेको एउटा पुजारीको रूपमा चाहिँ संसारमा चाहिँ परमेश्वरको त्यो एउटा हैन एउटा परमेश्वरप्रति मानिसहरूलाई डोराउने एउटा पुजारीको एउटा दर्जा चाहिँ इजरायलीहरूलाई अथवा हिब्रूहरूलाई दिएको थियो। They were instructed to separate from the other people by circumcision and obedience of the law. उनीहरू चाहिँ अरू मानिसहरू भन्दा चाहिँ फरक प्रकारले हैन छुट्याइएको थियो पवित्र गरिएको थियो खतनाहरूद्वारा र परमेश्वरको व्यवस्था पालनद्वारा चाहिँ। So the law that's given to Moses is holy and it's a guide to living a holy life. अनि मोसाद्वारा परमेश्वरले चाहिँ दिनुभएको त्यो व्यवस्था चाहिँ पालना गर्नुपर्ने थियो जसले चाहिँ मानिसहरूलाई चाहिँ परमेश्वरमा एउटा आज्ञाकारी पवित्र जीवन जिउनलाई चाहिँ सहायता अथवा गाइड गर्न सकोस् भनेर। But the law
was not redemption. तर त्यो व्यवस्था चाहिँ छुटकारा अथवा उद्धार थिएन, उद्धार जस्तो थिएन हैन, मुक्ति थिएन। See, only a blood sacrifice can redeem. अनि तर हैन रगतको बलिदानद्वारा मात्र चाहिँ छुटकारा चाहिँ सम्भव थियो। And redemption applies to our life on earth and enabling us to live free from sin. अनि येशू ख्रीष्टको त्यो रगतद्वारा चाहिँ हैन हाम्रो त्यो पापको चाहिँ एउटा प्रायश्चित हुन्थ्यो अनि एउटा स्वतन्त्र जीवन चाहिँ त्यहाँ हुन्थ्यो, त्यसपछि हुन्थ्यो। So no one is redeemed from hell to heaven. Sorry? No one is redeemed from hell to go to heaven. अनि कोही पनि चाहिँ एउटा नरकको त्यो दण्डबाट चाहिँ उम्किनलाई चाहिँ कोही पनि योग्य थिएन। This redemption applies to our living a holy life now in the present. अनि त्यो एउटा छुटकारा भनेको चाहिँ संसारमा चाहिँ एउटा पवित्र जीवन हैन अहिले जिउने कुराहरुमा सम्बन्धित छ। But again, the covenant requires a blood sacrifice to satisfy God. अनि के भन्छ हैन थुमाको रगतको बलिदानले नै परमेश्वरको हैन परमेश्वरलाई चाहिँ खुसी तुल्याउने कुरा चाहिँ त्यहाँ देखिन्छ। Now Moses' covenant was conditional. अनि मोसालाई गरिएको त्यो करार चाहिँ एउटा शर्त सहितको थियो। If you obey, God will bless. अनि यदि तिमीले आज्ञाकारी भयो भने, आज्ञा पालन गर्यो भने परमेश्वरले तिमीलाई चाहिँ आशीष दिनुहुन्छ। If you disobey, you will be cursed. अनि यदि तिमीले चाहिँ आज्ञा पालन गरेन भने तिमीले आशीष पाउँदैन, तिमी चाहिँ श्रापित हुनेछौ। त्यो खालको व्यवस्था थियो। So there's around 600 commands in the law. त्यहाँ चाहिँ 600 भन्दा बढी आज्ञाहरू थिए हैन, यस्तो गर्नुपर्छ, यस्तो गर्नु हुँदैन भन्ने कुरा। The 10 Commandments are part of that law. अनि ती सबै आज्ञाहरू मध्येको मुख्यहरू चाहिँ 10 आज्ञा पनि थिए, त्यसमा सामेल थिए। And Jesus, he summarized all those commands into 2 laws. अनि येशू ख्रीष्टले चाहिँ ती सबै आज्ञाहरूलाई चाहिँ एउटा निष्कर्षमा चाहिँ 2वटा मात्रै निकालिदिनु भयो हैन, 2वटा त्यो सबै कुराहरूलाई चाहिँ 2टामा चाहिँ एउटा समराइज गरिदिनु भयो। And what are those 2 laws? अनि त्यो 2टा आज्ञाहरू चाहिँ के थिए? हैन व्यवस्थाको सबै आज्ञाहरू मध्येको मा पनि सबै आज्ञाहरूको 2टा मुख्य कुराहरू चाहिँ त्यहाँ छ। सबै आज्ञाहरू चाहिँ 2टामा आधारित छ भनेर भन्नुभयो। त्यो चाहिँ कुन थियो? एउटा परमेश्वरलाई आफैलाई जस्तो प्रेम गर्नु अनि छिमेकीलाई प्रेम गर्नु हो क्या 2टा। First is love your God with your heart, with all your heart, mind and soul, and second is to love your neighbor as yourself. That's it. Yes. Yeah. And God's kindness, he's made these blood sacrifices, and he's that as just a picture for what he's done for us. अनि त्यो एउटा हैन ब्लडको के भन्छ रगतको एउटा बलिदान चाहिँ एउटा त्यस्तो खालको थियो जुन चाहिँ येशू ख्रीष्टले गर्नुभयो। त्यो चाहिँ एउटा प्रेमको एउटा उत्कृष्ट एउटा उदाहरण थियो। And the Mosaic law is fulfilled in those 2 commands, to love God and to love your neighbor. अनि मोसाको त्यो सबै व्यवस्थाको सबै व्यवस्थाहरू आज्ञाहरूको त्यो एउटा निचोड चाहिँ यो हो कि हैन आफ्नो परमेश्वरलाई चाहिँ आफूलाई चाहिँ प्रेम गर्नु हैन प्रेम गर्नु र आफ्नो छिमेकीलाई चाहिँ आफूलाई चाहिँ प्रेम गर्नु भन्ने 2टा एउटा आज्ञामा नै त्यो कुराहरू चाहिँ पूरा भएको छ। The next covenant that God gives is to King David. अर्को करार चाहिँ परमेश्वरले चाहिँ दाउद राजासँग गर्नुभयो, बाँध्नुभयो। God gives an unconditional promise that the Messiah will come from the lineage of David. अनि परमेश्वरले चाहिँ दाउदसँग चाहिँ एउटा निस्वार्थ करार बाँध्नु भएको थियो कि मुक्तिदाता चाहिँ अथवा मसीह चाहिँ
तिम्रै वंशबाट चाहिँ आउनेछ भनेर। That's Matthew 21:9. अनि 21 को मत्ती 21 को 9 मा हामी देख्न सक्छौं। The मत्ती Messiah, the Messiah will establish a Jewish kingdom that will last forever. अनि त्यो मसीहले चाहिँ यहुदी राज्य चाहिँ स्थापना गर्नुहुन्छ जुन चाहिँ अनन्तसम्म रहन्छ भनेर चाहिँ त्यहाँ भनिएको छ। And this promise is made in 2 Samuel 7:12-16. त्यो चाहिँ दोस्रो सामुएल, सेकेन्ड सामुएल chapter 7, verse 12-16. 7 को 12 देखि 17 सम्म चाहिँ त्यो प्रतिज्ञा, त्यो एउटा करार चाहिँ त्यहाँ हामी देख्न सक्छौं। And Jeremiah 23:5. अनि अर्को चाहिँ यिर्मया 22 को 25. Yeah, 23:5. Because God is faithful, this will happen in the future. अनि किनभने परमेश्वर चाहिँ विश्वसयोग्य हुनुहुन्छ, यसकारणले उहाँको प्रतिज्ञा चाहिँ पूरा हुन्छ। And the description of the covenants is very explicit. अनि उहाँको त्यो करारको त्यो एउटा व्याख्या चाहिँ एकदमै हैन विशेष खालको छ, विशेष। It's a house, a throne, a king, a man. अनि त्यहाँ चाहिँ एउटा घर हैन, एउटा राजा, त्यस्तो शब्दहरू त्यहाँ चलाएको छ। So we see these covenants are very earth-centered. अनि त्यो एउटा प्रतिज्ञा अथवा त्यो करार चाहिँ हैन एउटा आत्मिकी प्रकारको होइन, तर यो चाहिँ संसारमा नै पूरा हुने खालको चाहिँ एउटा स्पेसिफिक खालको चाहिँ छ। Now, Hari, would you read Jeremiah 31:31? अनि यिर्मया 31 को 31 हामी कसैले पढिदिनेछौं? यिर्मया 31 को 31। परमप्रभु भन्नुहुन्छ, ती दिन आउनेछन् जब इस्राएलको घरानासँग र यहुदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। So Jesus is going to come and make a new covenant with Israel. अनि परमेश्वरले चाहिँ त्यहाँ भन्नुभएको छ, इजरायलसँग चाहिँ इजरायलको घरानासँग चाहिँ म चाहिँ एउटा नयाँ करार स्थापना गर्नेछु भनेर त्यहाँ भनिएको छ। And then in verses 33 and 34, he describes some of the characteristics of this new covenant. अनि नयाँ करार हामीले यहाँ 33 र 34 पदमा पनि हामी त्यहाँ देख्न सक्छौं कि त्यो करारको चाहिँ हैन कस्तो हुनेछ भनेर त्यो विशेषताहरू चाहिँ त्यहाँ दिएको छ, व्याख्या गरिएको हामी पाउँछौं। It says, I will put my law into their minds. अनि उहाँले मेरो व्यवस्था चाहिँ म उनीहरूको एउटा मुखमा हालिदिनेछु भन्नुभएको छ। Says, I will write it in their hearts. अनि म चाहिँ त्यो चाहिँ तिनीहरूको हृदयमा लेखिदिनेछु भनेर भनिएको छ। And I will be their God. They will be my people. अनि म चाहिँ तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। 33 मा। And I love verse 34. It says, no more shall every man teach his neighbor. अनि अर्को चाहिँ 34 पदमा त्यहाँ भनेको छ, कुनै मानिसले परमप्रभुलाई चिन भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्नो दाजुभाइलाई सिकाउने छैन। It says, for they shall all know me. किनभने तिनीहरू सबैले मलाई चिन्नेछन्। You know, from the least to the greatest, everyone will know God. सानादेखि ठुला सबैले चाहिँ परमेश्वरलाई चिन्नेछ, परमप्रभुलाई चिन्नेछ भनेर त्यहाँ लेखिएको छ। That's kind of a characteristics of what the coming kingdom will be like. हैन, आउने एउटा राज्यको एउटा विशेषता चाहिँ कस्तो हुनेछ भन्ने कुरा चाहिँ Obviously, the kingdom is not here because there are people who don't believe in God. They got hostile Hindus and Muslims. अनि परमेश्वरको राज्य चाहिँ हैन त्यो अहिले त्यो छैन, किनभने अहिले धेरै
हिन्दू मुस्लिम जसले चाहिँ परमेश्वरलाई चिनेका छैनन्। So we know that this kingdom is coming in the future. अनि यसले गर्दा चाहिँ त्यो परमेश्वरको त्यो राज्य चाहिँ हैन एउटा भविष्यको कुरा हो, अहिले आएको छैन भन्ने कुराहरू चाहिँ देखाउँछ। Would you read John 5:39? यूहन्ना 5:29 कसैले पढिदिनुहुन्छ? 5:29 Gospel यूहन्ना of John, 5:29 chapter 5, verse 39. 29 5:29 29 Chapter 5, verse 39. र बाहिर निश्चित सुकर्म गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र सुकर्म गर्ने चाहिँ दण्डज्ञको पुनरुत्थानको निम्ति। It says you search the scriptures. What scriptures is he referring to? 39 रहेछ, सरी, let me read again. Okay. तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ, मेरो विषयमा गवाई दिने ती नै धर्मशास्त्र हुन्। Okay. Yeah, so what scriptures is he referring to? अनि यो धर्मशास्त्रले चाहिँ के भन्न खोज्दैछ यहाँ? He's referring to the only scriptures available at that time were the Old Testament, Hebrew scriptures. अनि यहाँ धर्मशास्त्र भनेर यहाँ भनेको छ यो हैन, धर्मशास्त्र खोजी गर्ने कुरा भनेर भनेको छ। त्यो धर्मशास्त्रलाई चाहिँ त्यतिखेर चाहिँ मोसाको त्यो व्यवस्था हैन, पुरानो करारलाई चाहिँ संकेत गरिएको थियो। So all the scriptures of the Old Testament, they all point to Jesus. अनि ती यहाँ भनेको छ, अनि ती सबै धर्मशास्त्रहरूले चाहिँ पुरानो करारको सबै पुस्तकहरूले चाहिँ येशू ख्रीष्टको बारेमा चाहिँ हैन बताइएको अथवा येशू ख्रीष्टलाई नै पोइन्ट आउट गरेको कुरा चाहिँ हामी पाउँछौँ। And then in Matthew chapter 26, Jesus is having Passover with his disciples. अनि हामी मत्ती 26 अध्यायमा हामी हेर्छौँ भने त्यहाँ चाहिँ येशूले चाहिँ आफ्नो चेलाहरूसँग चाहिँ निस्तार चाड मनाउनु भएको कुरा छ। And he announces his death and the reality of a blood covenant. अनि त्यतिखेर चाहिँ येशूले चाहिँ आफ्नो चेलाहरूसँग चाहिँ त्यहाँ हैन त्यो पासओभर के हो त्यो के भन्छ निस्तार चाडको भोज लिँदै गर्दाखेरि उहाँले चाहिँ आफ्नो मृत्युको एउटा अगमबानी गर्दै हुनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ उहाँले एउटा नयाँ करार स्थापित गर्नेछु भनेर चाहिँ त्यहाँ भन्नुभएको छ। So starting in verse 26, Jesus is breaking bread and he says, this bread is my body. अनि यहाँ हामीले 26को 26मा हेर्यो भने त्यहाँ भनेको छ येशूले चाहिँ भन्नुभयो, रोटी भाज्नु भयो अनि चेलाहरूलाई दिनुभयो र उहाँले भन्नुभएको थियो, ल्याऊ खाऊ यो मेरो शरीर हो भन्ने कुरा। And then he took this cup of wine and he gave it to them saying, drink, for this is the blood of the new covenant. अनि 27मा हामीले देख्छौँ तब येशूले धन्यवाद दिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यस्तो भनेर दिनुभयो, तिमीहरू सबैले यसबाट पियो किनभने यो नयाँ करारको मेरो रगत हो जो सबैको निम्ति पापको प्रायश्चितको निम्ति बगाइन्छ। So Jesus is announcing his death and that his blood will be the removal of sins. अनि यहाँ येशूले चाहिँ आफ्नो मृत्युको चाहिँ घोषणा गर्दै हुनुहुन्छ र उहाँले बगाउने रगत चाहिँ हैन एउटा नयाँ करारको एउटा संकेत हो जसले चाहिँ
पापको प्रायश्चितको रूपमा चाहिँ त्यो बगाइन्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। So, beginning with Adam and Eve, God painted a picture of his plan of redemption. अनि जब हामी सरसर्ती आदम र अब्बाको घटनाबाट हामीले यहाँसम्म हेर्दै गर्दाखेरि चाहिँ होइन त्यहाँ एउटा रगतको बलिदानको कुराहरू, रगत बगाउने कुराहरू चाहिँ त्यहाँदेखि आउँदै थियो। अनि सबै कुराहरूलाई हेर्दै गर्दाखेरि चाहिँ परमेश्वरले चाहिँ मानिसहरूलाई चाहिँ उद्धार गर्ने त्यो योजनाको बारेमा चाहिँ हामीले सुरुदेखि अन्त्यसम्म चाहिँ त्यो कुराहरूलाई चाहिँ हामीले पाउँछौँ। And there was the covenant with Noah, Abraham, Moses, and then the prophets. अनि त्यहाँ चाहिँ परमेश्वरले चाहिँ होइन आदम, त्यसपछि आदमपछि नोआ, नोआपछि अब्राहम, दाउद हुँदै होइन अगमवक्ताहरूसँग गर्दै उहाँले चाहिँ विभिन्न करारहरू चाहिँ स्थापित गर्नुभएको हामी देख्छौँ। And the prophets kind of expanded, enlarged this picture of God's plan. अनि अगमवक्ताहरूले चाहिँ परमेश्वरको होइन यो उद्धारको योजनालाई चाहिँ एकदमै बृहत रूपमा चाहिँ त्यहाँ होइन एउटा व्याख्या गरेको हामी बाइबलमा पाउँछौँ, पुरानो करार। And the climax of God's plan occurs when Jesus returns. This is second advent. He returns and destroys his enemies. अनि परमेश्वरको त्यो उद्धारको योजना चाहिँ त्यहाँ पुगेर पुरा हुन्छ जब चाहिँ येशू ख्रीष्ट चाहिँ होइन दोस्रो पल्ट चाहिँ होइन उहाँको दोस्रो आगमनमा उहाँ चाहिँ आउनुहुनेछ र उहाँको शत्रुहरूलाई चाहिँ उहाँले नाश गर्नुहुन्छ। And he establishes his kingdom in Israel. अनि उहाँले चाहिँ अनि परमेश्वर होइन उहाँको राज्य चाहिँ त्यस पछाडि चाहिँ स्थापना गर्नुहुन्छ पूर्ण रूपमा। And Jerusalem is the capital where he sits on the throne of David, ruling the world. अनि परमेश्वरले चाहिँ होइन एउटा के भन्छ उहाँको राज्य स्थापना गर्नुहुनेछ। अनि यरुशलेम चाहिँ त्यो राज्यको होइन परमेश्वरको राज्यको एउटा राजधानीको रूपमा हुनुहुनेछ। अनि प्रभु येशू चाहिँ त्यो सिंहासनमा चाहिँ राज गर्नुहुन्छ भन्ने कुरा होइन, त्यो चाहिँ एउटा लिटरली संसारमै पुरा हुनेछ भनेर चाहिँ उहाँले भन्नु। Jesus is the everlasting covenant in Hebrews 13. अनि यहाँ हिब्रू 13 अध्यायले पनि यसरी भन्दछ, येशू चाहिँ त्यो अनन्तको करार हुनुहुन्छ। And the covenants are the central theme that connects the Old Testament and the New Testament together. अनि यो मुख्य कुराले चाहिँ पुरानो करार र नयाँ कुरालाई चाहिँ एक अर्कासँग चाहिँ होइन जोड्ने काम गर्दछ। And if you read Ephesians 1 and Romans 11, you find that it clearly reveals the Gentiles are adopted into the kingdom of Israel. अनि जब तपाईँ र हामीले एफिसी 1 अध्याय र रोमी 11 अध्यायलाई हामी हेर्छौँ भने त्यहाँ चाहिँ होइन एउटा अन्य जातिहरूलाई चाहिँ परमेश्वरले चाहिँ आफ्नो राज्यमा होइन परमेश्वरको त्यो एउटा के भन्छ जातिको रूपमा चाहिँ धर्मपुत्रको रूपमा चाहिँ एडप्ट गर्नुभएको कुरा होइन स्वीकार गर्नुभएको कुरा चाहिँ हामी पाउँछौँ। And in this kingdom, Jews and Gentiles together will co-rule with Christ. अनि उहाँको राज्यमा चाहिँ यहुदी र गैर यहुदी अन्य जाति दुवै मिलेर चाहिँ परमेश्वरको त्यो होइन ख्रिस्टको त्यो एउटा साझे हकदारको रूपमा चाहिँ शासन गर्नेछ परमेश्वरको राज्य। So our destiny is rooted in Abraham. होइन त्यो चाहिँ एउटा होइन अब्राहमको त्यो के भन्छ वंशबाट होइन अब्राहमको रुटबाट चाहिँ त्यो कुरा चाहिँ हामी देख्न सक्छौँ। We are rooted with the Jewish people through the blood of the everlasting covenant, अनि Jesus. हामी चाहिँ प्रभु येशू ख्रीष्टको रगतद्वारा चाहिँ हामी पनि होइन इजरायलीहरूसँगै होइन एउटा हुन्छ नि कलमी बाँधिएको हाँगा जस्तै एउटा एउटै जातिको रूपमा चाहिँ हामी पनि आबद्ध हुनेछौँ परमेश्वरको राज्यमा। Here's a short quiz. What promise did God make to Noah? परमेश्वरले चाहिँ एउटा प्रश्न सोधिएको छ, परमेश्वरले चाहिँ नोआसँग चाहिँ के करार बाँध्नु भयो? छिटो छिटो रे।
अबदेखि यस्तो जल फेरि पनि हुँदैन भन्ने कुरा हो। I'll never destroy the people by flood again. What sign did God give to Noah? नोआलाई कुन चाहिँ त्यहाँ संकेत होइन के चाहिँ दिनुभयो चित्र त्यसको प्रमाण स्वरूप के दिनुभएको थियो The rainbow, right? Yeah. And what was God's promise to Abraham? अब्राहमलाई चाहिँ कुन प्रतिज्ञा दिनुभएको थियो परमेश्वरले अब्राहमसँग कुन चाहिँ करार बाँध्नुभएको थियो अब्राहमको सन्तान चाहिँ अब संसारलाई गर्नै नसक्ने सम्म चाहिँ परमेश्वरले गरिदिनुहुन्छ भन्ने कुरा चाहिँ गर्नु के भन्नुभयो अरे अब्राहमलाई चाहिँ अब्राहमको सन्तान चाहिँ अब उसले अब गर्न नसक्ने एउटा बालबाबा कणसरी चाहिँ परमेश्वरले बनाउनुहुन्छ भन्ने कुरा चाहिँ प्रतिज्ञा गर्नु okay. God promised Abraham that he will make him the father of many nations. Very good. Yeah. And all the families of the world will be blessed through his descendants. सबै संसारका सबै पृथ्वीका सबै जातिहरूले चाहिँ अब्राहमको सन्तानद्वारा नै आशिष पाउनेछन् भनेर है ओके And what promise did God give to King David? अनि दाउद राजालाई चाहिँ परमेश्वरले कुन करार बाँध्नु भयो प्रतिज्ञा दिनुभएको थियो दाउदको वंशबाट चाहिँ मुक्तिदाता आउनुहुन्छ मसीहा आउनुहुन्छ भनेर चाहिँ through your descendant the king the Messiah will rise Messiah will come Yes. So Jesus comes from a human line of Jews. अनि येशू ख्रीष्ट चाहिँ हैन वंशानुगत रूपमा चाहिँ दाउदको वंशबाट आउनु भएको थियो But because Jesus is the creator of all mankind, he loves the whole world. किनभने उहाँ चाहिँ संसारको सृष्टिकर्ता हुनुहुन्थ्यो अनि उहाँले चाहिँ संसारलाई चाहिँ प्रेम गर्नुहुन्थ्यो And he wants each of us to experience an abundant life now in the present. अनि उहाँले चाहिँ सबै मानिसहरूले चाहिँ यस पृथ्वीमा नै प्रशस्त र भरपुरीको जीवन चाहिँ हैन अनुभव गरून् भन्ने उहाँले चाहनुहुन्थ्यो And he sends us his spirit to dwell in us to help us live that holy and abundant life. अनि उहाँले चाहिँ हामीलाई चाहिँ उहाँको पवित्र आत्मा चाहिँ दिनु भएर चाहिँ हामीलाई एउटा प्रशस्त र भरपुरी जीवन र पवित्र जीवन जिउन चाहिँ सहायता गरून् भनेर Well, we can see from this short lesson that our roots, the roots of Christianity, come from Abraham and the Jewish nation. अनि ईसाई धर्मको त्यो एउटा हैन ईसाई विश्वासको त्यो एउटा जरा चाहिँ अब्राहमसँग गएर चाहिँ जोडिन्छ हैन अब्राहम अथवा यहुदी नेसन यहुदी राज्य यहुदी जाति कहाँ गएर चाहिँ जोडिन्छ So Paul came along and he kind of rebranded Judaism. He rebranded as a Judeo-Christian church. अनि येशूद्वारा चाहिँ हैन त्यो एउटा यहुदी एउटा जातिलाई चाहिँ हैन एउटा के भन्छ एउटा नयाँ एउटा जातिको रूपमा एउटा क्रिस्चियन जातिको रूपमा चाहिँ रिब्रान्डेड हैन के भन्ने एउटा नयाँ नाम दिएको छ हैन परमेश्वरको एउटा जाति भनेर क्रिस्चियनहरुलाई चाहिँ Now, I know I give you a lot of information, but try to summarize this, and how can you apply this to your life? अनि उहाँले चाहिँ हामीलाई धेरै एउटा हैन आइडियाहरु दिनु भएको छ धेरै कुराहरु इन्फर्मेसन धेरै दिनु भएको छ यो सबै कुराहरुले चाहिँ हाम्रो जीवनमा चाहिँ हामी यसलाई कसरी चाहिँ हैन रिलेट गर्न सक्छौं अथवा हाम्रो जीवनमा यसलाई कसरी हामी लागू गर्न सक्छौं त
यसले हाम्रो जीवनमा के अर्थ राख्छ? चटकरेमा भन्नु नि। बोलौँ है बोलौँ। धेरैचोटि हाम्रो विश्वास चाहिँ हामीहरू भनौँ न एउटा 2000 वर्ष अगाडि प्रभु आउनु भइसके पछाडि मात्रै एउटा क्रिस्चियन सुरु भएको अथवा हाम्रो विश्वास सुरु भएको जस्तो होइन, मानिसमा एउटा भनौँ न सामान्य बुझाइ हुन्छ। तर यसरी एउटा यहुदीहरूको प्रथा अनि बाइबललाई हेर्दाखेरि चाहिँ एउटा हामीलाई पनि हाम्रो एउटा सुरुवात त्यहाँबाट होइन, होइन सृष्टिदेखि नै हामीहरूको एउटा सम्बन्ध छ। अनि हामीहरूको एउटा विश्वासको जरा चाहिँ अब सृष्टिसँगै गाँसेको छ भन्ने कुराको एउटा भनौँ न एउटा त्यो एउटा निश्चयता त एउटा सबैमा एउटा त्यो निश्चयता चाहिँ एउटा दिन्छ। समग्र रूपमा भन्दाखेरि अब यो शिक्षाले भनौँ न एउटा हामीहरूको एउटा रुट चाहिँ धेरैचोटि हामी एउटा भनौँ न 2000 वर्ष 2000 वर्ष हुन्छ हामीहरूको माइन्ड त्यो वरिपरि घुमेको हुन्छ। तर यसरी हामीले एउटा बाइबल अध्ययन गर्दा चाहिँ हामीहरूको रुट चाहिँ अब्राहम अथवा सृष्टिमै पुगेको महसुस हुन्छ मलाई चाहिँ। So, Pastor Gopi has shared about just we only think about the like our life related to only like in 2000 years ago and not going back to the history like in Abraham's time, but by reading this session or Bibles, we came to know that our root is from like Abraham and कसरी भन्ने यस्तो होला हैन? Yeah. Thank you, Gopi. Who else will share? अरु के छ? अरु कसले के भन्न चाहनुहुन्छ? I just want to say that we are also part of that blessing because we are still in the redemption plan of God, though we are not the Jewish, not from the Jewish background, because God chose the Israel or that Jewish people as a like a channel of blessing to many nations. So we are through the blessing of Abraham, we also become the part of that blessings, and we also that privilege to be the part of the kingdom. So this is something that we are also, though we are not the Jewish people, that is special people, the chosen people, that we are still the part of that blessing Yes. under the great redemption plan of God. Yeah. Yeah. Praise God for his kindness. Praise God. मैले भनेको कुरा भन्नु जस्तै हामीले धेरैचोटि हुन्छ नि हामी अब्राहम अथवा यहुदी जातिबाट त होइन, तैपनि हामी अन्य जाति हो, तर पनि कहिलेकाहीँ हामीले चाहिँ त्यस्तो फिल गर्छौँ होइन, तर पनि परमेश्वरको त्यो होइन एउटा मुक्तिको योजनामा चाहिँ हामी पनि थियौँ है, होइन हामी चाहिँ छुटाएका थिएनौँ, किनभने परमेश्वरले चाहिँ यहुदीहरूलाई चाहिँ यहुदी जातिलाई चाहिँ एउटा विशेष जातिको रूपमा चाहिँ चुन्नुभयो होइन। तर उहाँले चाहिँ एउटा माध्यमको रूपमा उहाँहरूलाई चुन्नुभयो, तर पनि हामी चाहिँ परमेश्वरको त्यो मुक्तिको योजनामा चाहिँ हामी पहिलादेखि नै थियौँ होइन। हामी चाहिँ त्यो परमेश्वरको त्यो ठुलो त्यो एउटा होइन योजनामा चाहिँ हामी पनि पहिलादेखि नै थियौँ भन्ने कुरा चाहिँ मैले गरेको उहाँलाई। हुन्छ, धन्यवाद। Thank you, Hui. अरू केही छ? छैन?
Okay, shall we stop here and you wanna pray for us? चाहिँ अब यति नै होला प्रार्थना गरेर गर्ने हो Yeah. But I have sent email, Dr. Lathai. Have you got my email? He's looking for it. Did you put in the chat, Gopi? No. I have sent in Oh, your. just to send your- it. All right. I had to go over there and check. Just a second. Let me click over there. Thank you. Thank you. We are eagerly waiting to you and for the next class. No, I have not received it. Just put in the chat and I copy it. Oh, thank you. So, It may be slow. and Gopi, both you speak English pretty well. And I will send an email to each of you with the emails too. So. All right. Okay. Well, thank you so much, Harry. That was a great translation. Praise the Lord. Praise Thank the you, Lord. Dr. Little. Nice to meet you. Yeah, I just heard from our pastor. Yeah, so we are good to see you and hope to see you next week. Oh, we will see you for sure next week. I'm going to Yes. send both you and Gopi the PowerPoint. And would you mind translating into Nepali so like that we won't have to read it? The people can just read it off in Nepali, so you won't have to go over there and that would save a little time. Plus, people can look at it at home ahead of time, so they know. Yeah, sure. Sure, Dr. So I'm going to send it. Let us know that we will translate it. Yeah, surely. Yeah, that'd be great. Hey, Tom, can you stay behind after the session? Yes. Me. Oh, Gopi, you want to close this in prayer? Yeah, now we'll pray and wrap up this class. हामी प्रार्थना गरेर हामी आजको क्लासलाई यहाँनिर राख्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँ परम प्रभुले दिनुभएको सुन्दर अवसरको लागि अनि आज फेरि हामीलाई यसरी तपाईँको दासबाट तपाईँको वचन सिक्ने अवसर प्रदान गर्नुभयो। धन्यवाद दिन्छौँ हामीलाई यो आशिषमय समयको लागि तपाईँलाई धन्यवाद छ अनि हामीले सिकेका कुराहरू हामीहरूको जीवनमा फलदायी बनेको होस्। तपाईँको विश्वासमा अझ गाडिनको लागि तपाईँको अनुग्रह रहेको होस् भनी हामी बिन्ती गर्छौँ। आज तपाईँको दासलाई सिकाउनको लागि अनि स्टडीलाई हामीहरूको भाषामा ट्रान्सलेट गर्नको लागि अनुग्रह गर्नुभयो। सबै कुराको लागि तपाईँलाई धन्यवाद दिन्छौँ। हामी यो क्लास यहीँ राख्छौँ। तपाईँको अनुग्रह हामीलाई दिनुहोस् अनि हामी फेरि अर्को हप्ता जुट्नको लागि तपाईँको अनुग्रह रहेको होस्। सबै आदर अनि महिमा तपाईँलाई दिन्छौँ, आशिष माग्छौँ येशू प्रभुको नाममा, आमेन। जय मसीह। Jai Masih. God bless you. Jai Masih. Love you guys. We love you too. Love you too. Thank you, Pastor Tom. Thank you so much. Hey, Rita, you speak English? Yeah, a little. Oh, okay, good. अर्को हप्ता ट्रान्सलेसन गर्न लाउनु पर्ला। हजुर आफै गर्नुहोस्। Many of us we can understand both language. ल आज जस्तै अर्को हप्ता नि सबैजना देख्न पाऊ है। Okay. So y'all can sign off. Okay. Okay, we'll see you next week on Tuesday, 7:45 your time, which is 7 o'clock my time. Yeah. Yes, Pastor. Yeah. All right. Okay. Bye-bye. Have a Bye-bye. great night. Good night. Good night. For us, good night. Good night. Yeah. Good night. ल बाई बाई सबैलाई। Bye. Bye-bye. Bye. Bye. Bye-bye. Bye. ल म गएँ ल। बाई बाई।
Good night, everyone. Oh, they're a little slow and Yeah. pressing the buttons. Yeah. All right. So, well, thank you for inviting me there, Tom. Sounds pretty good. Everything. Well, that's a lot of work for both you and them. And I do appreciate at the end that you say, well, here's some questions here. You go ahead, Yeah. give me some answers. So that is good. I normally try to be more interactive, but I just put this lesson together in the last couple of days, and there's so much information. It was kind of hard to make it interactive and cover everything, you know. But yeah. Hey, Kayla, can you sign off? Let me see if I can. Yeah. Let's see. Kayla, can you sign off? You can be kind of lost. You cannot sign him off as a host? I cannot sign him off individually. All right. I can end the session and we can come back on. Okay. When you end the session, we come back on. Yeah, I'll just do that. I'll just sign back on. Okay.